जेस भोलिको लागि खत्रै प्रिपरेसन हुँदैछ हैन। यत्रो कुटिसके ससुराली रोटी कोसेली लानुको लागि चाहिँ अदिपको जोरसँगले एक्सर्साइज हुँदैछ है। यो ओखली होइन बाजेको नि बाजेको पालाको अरे हौ। बाफ्रे यत्रो हाइटी पो थियो त धेरै गहिरो भएर पछि डेलले काट्दिनु भएको। यहाँनिर यो दुईवटा भएको छ कि यहाँबाट चाहिँ पानीहरू जान्थ्यो यस्तो उठाउनु पनि यहाँ त्यो त काटेर आदि पो भन्नु कप्पर पर्दा है। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल अगेन। सो हामी चाहिँ भोलि धरान जाँदैछौँ। सो त्यसैको लागि यो सबै प्रिपरेसन हुँदैछ। अनि एक्साइटेड छौ? पारा भनेको चाहिँ एक्साइटेड होला नि त होइन। ओके ल साथीहरू, अब चाहिँ हामी लाइकको धरान टल्के चाहिँ पछाडि मजाले ल 5006 ल गइमै अब। ल मम्मी टेन्सन नगर्नु, बेला बेला उहाँ उत्रेको बेला कल गर्छौँ ल। हेर न फेरि रुएर यो मम्मी चाहिँ ल ल। हामी चाहिँ घरबाट धरान लागेको। पछाडि मम्मीले हेरिरहेको रहेछ, आउँदै हुन्छ त ल। मम्मीहरूको बैठक पनि छ। अहिले चाहिँ हामी जरायो टाढा आइपुगेछौँ। एकछिन यहाँनिर वासरुमको लागि रोकेको छौँ। अनि म चाहिँ अघि वासरुम पुगेर आइसकेको। यो ब्याग यति हेभी छ कि अनि कति गाह्रो भयो क्या लामो बाटो त हिँड्नु। जरायो अनि अहिले हामी छौँ जरायो टाढमा। तिमी वासरुम नजाने? जाऊ न अनि त छिटो। अब चाहिँ हामी अरुण नदी आइपुग्नु लागि। अहिले चाहिँ हामी लेकवामा खाना खानु रोकेको छौँ। हाम्रो चाहिँ खाना आइसकेको छ। यो चाहिँ चिकनमा, यहाँको फेमस चाहिँ फिस हो, तर हामी चाहिँ चिकनै खाएको है। सुरु गरौँ ल। हामी खानासाना खाइसकेको। अब चाहिँ हामी जाँदैछौँ धरानतिर लाग्दैछौँ।
हेलो साथीहरू, अहिले चाहिँ हामी उता तमरमूल घाट पुग्नु लाग्यौँ। अलिक नजिकै छौँ हामी चाहिँ मूलघाटदेखि। अनि वासरुमको लागि हामी निस्किरहेको छौँ एकछिन। अनि यहाँ तपाईँहरूलाई देखाउँछु म। टमाटर खेती रहेछ क्या। अनि यहाँ अब बाटोमा टमाटरहरू बेचिरहेको हुन्छ नि त, यस्तै यता परतिर। अनि यस्तै यहाँउति चाहिँ टमाटर खेतीहरू गर्दो रहेछ। अनि आँपहरू पनि टन्नै हुँदो रहेछ हौ। आँपहरू अघि हामी माथिबाट आउँदाखेरि यति धेरै बगानै यता माथितिर चाहिँ आँप बगानहरू टन्नै। यो अलिक गर्मी ठाउँ पर्दो रहेछ सायद। अहिले चाहिँ हामी धेरै टाढा आइपुग्यौँ। चिसो रहेछ ठाउँ आजको मौसम पनि। हाम्रो थुक्पा चाहिँ आयो। थुक्पा चाहिँ बफमा गरेको। एउटालाई फेरि निन्दा लागेको अरे। चिसो मौसममा तातो थुक्पा। हामी चाहिँ भेरेटारदेखि मुनि लाग्यौँ खाजाहरू खाएर। अनि आएर उता के अरे यहाँ भेरेटार र हिलेको वेदर चाहिँ चिसो अलवेज चिसै हुन्छ क्या हो। जतिचोटि हामी भेरेटार र हिले ट्राभल गरेको छौँ नि त्यतिचोटि नै एकदमै चिसो हुन्छ क्या। हुस्सु लागेको जस धरानमा गर्मी भयो भने चाहिँ भेरेटार एकछिन निस्किँदाखेरि चाहिँ फ्रेसै हुने रहेछ है। सो फाइनली हामी चाहिँ घर आइपुग्यौँ। यस्तो साह्रो पिसा भएको थियो मलाई चाहिँ। कुद्दै गएर टोइलेट गइहाल्यो क्या। तिमी गइहाल्ने? भोलि आउनुहुन्छ अरे। हिजो फोनमा कुरा गरेको थियौँ। होइन माथि पारमा नआउँदै हुन्छ क्या। भोलि आउनुहुन्छ होइन होइन पार सानो बुवामा पनि आउनुभएको क्या। अब छ्यामा चाहिँ भोलि अब त्यहाँ मान्छेको के काम छ क्या। हेलो, हामी चाहिँ धरान आएर पनि अहिले चाहिँ दिदीको घरमा छु म चाहिँ। नुहाइ धुवाइ गरेर यहाँको छ मेरो यत्रो पुन्टु छ कलुवा। छिटो लेख्छ नि। अब फेरि अर्को के छ?